गाइज डट भ्लगले अरू जे बिर्से पनि खान बिर्सिनुहोस्, बस्न बिर्सिनुहोस्, सुत्न बिर्सिनुहोस् तर डट भ्लगलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस् ल है। डट भ्लगमा एकदम 100K भ्युज पुग्नु पर्यो। जुन दिन 100K भ्युज पुग्छ मेरो तर्फबाट डट भ्लगसँग तपाईहरु सबैले भेट बनाउँछु है मैले। हो गुड है ल साउन्ड पनि हाल्दिनु होला हैन भाइ, गाना एकछिन दे। होइन साउन्ड पनि हाल्दिनु होला हैन भाइ, गाना एकछिन दे। होइन हाई गरिदियो ए गरिदियो ल हाई ल त्यो अलिक पछाडिको त्यो अनुहार देखियाले गरेन कि पछाडिको त्यो अनुहार देखियाले गरेन कि के गर्दैछ आजको त। हेलो साथीहरू, आज हामीले तपाईहरुलाई काठमाडौँको पुरै दृश्य देखाउँदैछौँ। डट भ्लग मार्फत तपाईहरु यो दृश्य हेर्न सक्नुहुन्छ। डट भ्लगलाई सब्स्क्राइब, लाइक, कमेन्ट र शेयर गर्नुहोला। लेट्स गो स्टार्ट काठमाडौँ भ्याली। हेलो साथीहरू, हामी यतिखेर चाहिँ यो काठमाडौँको ट्याक्कै माथि टपमा छौँ। हेलो 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 गोरे, हेलो हाई गर्दे ल। हेलो सबैले। हेलो हाम्रो दाइको अकाउन्टको नाम चाहिँ के अरे? डट भ्लगमा कृपया तपाईको ध्यान एकचोटि जाओस्। हो उहाँको प्रतिभालाई हजुरहरूले इग्नोर गर्न सक्नु हुँदैन। डट भ्लगलाई भाइरल बनाइदिनु। हजुरलाई म सुनको औँठी ट्याक्कै दिन्छु वारेन्टीवाला। माया साथ सपोर्ट सब दिनु पर्यो हाम्रो लागि। हो ल ठिक छ। डट डट भ्लग इ मेरो ह्यान्डसम भाइ है, ह्यान्डसम भाइ, हिरो भाइ, ट्याक्क डट भ्लग। भाइको मेरो एउटै कलर परेछ है। यार हो यार 5 मिनेटको बाटोमा यस्तो भ्यू देखिन्छ के? हाम्रो उहाँ पत्लु हो, मोटु अगाडि छ। डट भ्लगलाई के डट भन्नु? भ्लगमा एकदम 100K भ्युज पुग्नु पर्यो। जुन दिन 100K भ्युज पुग्छ मेरो तर्फबाट सुनको डट भ्लगसँग तपाईहरु सबैले भेट बनाउँछु है मैले। हो गुड है ल 100K भ्युज पुग्नु पर्यो फेरि। गाइज डट भ्लगले अरू जे बिर्से पनि खान बिर्सिनुहोस्, बस्न बिर्सिनुहोस्, सुत्न बिर्सिनुहोस् तर डट भ्लगलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। ल है, ल। कमेन्ट शेयर। ल तपाईहरु काठमाडौँको यो ठाउँ घुम्न चाहनुहुन्छ भने कारखाना चोकदेखि माथि आउनुहोस्। ट्याक्क 2 मिनेट लाग्छ, उकालो चढ्नुहोस्। स्वयम्भूको अपोजिट साइड आउनु ट्याक्कै बारे यहाँदेखि धरहरा पनि देखिन्छ, स्वयम्भू पनि देखिन्छ है साथीहरु। हाम्रो स्वयम्भू छ, यहाँ चाहिँ हाम्रो सशस्त्रको यहाँ क्याम्प छ, यता चाहिँ धरहरा छ। यहाँबाट लगभग हजुरले सबै चिज हेर्न मिल्छ। उता हाम्रो नागार्जुन हाम्रो राजाहरूको दरबार पनि पर रहेको छ। अनि हाम्रो चाहिँ यो हजुरले रातो यो माथि छानमा भएको देखिरहनु होला बिल्डिङहरू, आर्मी क्याम्पहरूको MBBS पढाइ हुने ठाउँ हो। एकदम दामी भ्यू छ। भाइको गर्लफ्रेन्ड पनि त्यही पढ्नुहुन्छ, बुहारी पनि? मेरो गर्लफ्रेन्ड आएन, मेरो चाहिँ गर्लफ्रेन्ड नौडरा पारी। यो भन्दा नि राम्रो ठाउँ पोखरा। नौडी तिमी मेरी प्यारी, तिमी प्यारी ए के गर्छ साथीको त। ह्यान्डसम छ है मेरो भाइ, खतरै ह्यान्डसम छ है। तेरो त भिडियो भाइरल बनाउँछु पक्का। पहिला त्यो अपलोड गर्नुभन्दा अगाडि हामीलाई पठाउनु है। मेरो परिवारले फेरि सकाउँछन् यति थाहा भयो त। अनि तर भ्यू चाहिँ बबाल दामी देखिन्छ कि। काठमाडौँ हो है, चोक पोइन्ट भ्यू भन्छ यसलाई। यहाँ सशस्त्र क्याम्प छ, यहाँ चाहिँ माथि यहाँदेखि स्वयम्भू पनि देखिन्छ साथीहरू, धरहरा पनि देखिन्छ। एकदम काठमाडौँको भ्याली पुरै देखिन्छ, नागार्जुन दरबार पनि देखिन्छ। त्यहाँ म बस्नुभन्दा माथिपट्टिको नागार्जुन दरबार है, त्यो चाहिँ नागार्जुन दरबार हो है। ए रात हेर्नु है, यहाँ छन् है हाम्रो टोलीहरू। दामी छ यार काठमाडौँको भ्यू। आमा यो हो नि त साथीहरू यार, बबाल दामी छ। उ त्यहाँ स्वयम्भू छ, यता धरहरा कान्ने छ। ल भिनाजु धरहरा कान्ने छ भन्नु त। ए त्यहाँ रहेछ धरहरा, त्यहाँ रहेछ। हाम्रो यो गोरे भाइले देखो। गोरे भाइ, हाई गोरे भाइ। फेरि युट्युबमा जान्छ नि बाबु। ए हेलो के छ, आराम हो? एकदम आराम। ल ठिक छ, युट्युबमा जान्छ रे। युट्युबमा जान्छ नि।